वेलकम टू माई न्यू भ्लग गाइज। म चाहिँ नयाँ साग टिप्न आएको छु मेरो घर नजिकै हैन। आज चाहिँ म सागको तरकारी पकाएर खान्छु, त्यही भएर घर नजिकै साग टिप्न आएको। घर चाहिँ यता छ भने साग यता छ, सो म चाहिँ साग टिपेर पकाउन लाग्छु। म टिप्दैछु। सागको तरकारी खाँदा खाँदा वाक्क भयो भन्दै हुनुहुन्थ्यो बुढाले, त्यही पनि सागले चाहिँ आँखा देखिन्छ अरे भनेर म चाहिँ साग टिप्न लगाएको छु हैन। यो साग सार्नु पर्ने छ। आया झनै लडेन, मेरो खुट्टामा घाउ छ, त्यही भएर मैले साग सारेको छैन। सो साग सार्नु पर्ने बेला चाहिँ भइसक्यो, तर खुट्टामा घाउ छ भन्दै नसारेको, तर एक दिन सार्छु। साग हाम्रो बारीमा फलेको साग यति भएपछि बुढा र मलाई पुगिहाल्छ हैन। हामी चाहिँ दुईजना बुढाबुढीलाई यति सागले पुग्छ हैन। हामी धेरै खाँदैनौँ भनेर के भन्नु, त्यही पनि खानु परिहाल्छ। सो साग खायो भने चाहिँ धेरै आँखा देखिन्छ अरे, त्यही भएर हैन म चाहिँ साग लिन आएको। देखिहाल्नुभयो होला साग, रायोको साग दामी छ, दामी। सो यति नै मेरो सर्ट भ्लग। कस्तो लाग्यो गाइज? कमेन्ट, लाइक, उल्टो भयो, लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। सागै झऱ्यो। हस् त, बाई बाई, जय नेपाल।